अब तपाईले धार्मिकतामा दाग लगाउनु। धार्मिकता भनेको चाहिँ त्यसमा निभाउने कुराहरू। राज्य पाएपछि धार्मिकता कसरी जिउने? आफैलाई पीडित नबनाउनुहोस् र बिचारा नबनाउनुहोस्। कस्तो एक्सेप्ट गर्छु तर अर्कै हिसाबले गर्छु हैन। पढाउन नानीले पढाउँछु मलाई पढाउन सक्नुहुन्छ कसैको रिस्क पोकाउनु न। तैले बाहिरले पढ्दैन त बिमारी भएको चाहिँ यसै गर्दा हो। टाउको दुख्छ भरि के भइरान्छ जे पनि भन्छ आउँछ मलाई पोकाउँछ। प्रार्थना गर आफ्नो जीवन परमेश्वरमा समर्पण गर अन्त के परिवर्तन आउँछ जीवनमा। मैले गल्ती मान्नुपर्ने हो कि हैन? हो मेरो बेहोरा त्यस्तो सोच नगरेर होला भन्नु परेन। तपाईहरुले चाहिँ आत्मिक छ म त राम्रै छुइन मेरो बेहोरा ठिक छैन। तपाईहरुले प्रभुको म त प्रभुको होइन मेरो किस्मतले खराब मेरो किस्मतले नराम्रो यो मरि गएको भए हुने थियो म किन बाँच्नु? एक्सेप्ट चाहिँ गरेन तर नाटक चाहिँ के गरे भन्दाखेरि चाहिँ मुई नराम्रो रहेछु। तपाईहरुले आत्मिक तपाईहरुले बाइबल पढ्ने तपाईहरुले ज्ञानी मैले एक्सेप्ट त गरिन नि हैन? उद्देश्य नि कुरा तपाईहरुले बाइबल पढ्ने तपाईहरुले भएको तपाईहरुले चर्च जानु मैले एक्सेप्ट गरिन। तर मैले आफूलाई के भने भिक्टिम बनाएँ। अनि उहाँको मनमा के हुन्छ भने जाएर बेकारमै कराइछु चर्च पनि जाँदिन भने मलाई कस्तो मन दुख्यो भन्ने एकदम कराएछ हौ है। अनि मेरो मन त नमिठो भयो बिना चर्च पनि जाँदिन भन्दैछ। साथै त्यतै लाग्यो भने भित्र चाहिँ गल्ती मान्नु पनि सक्नु पर्यो। मैले प्रार्थना गर्दिन सेवा हिँड्दिन होला यो जीवन त्यस्तो छ मलाई प्रार्थना गरिदिनुहोस् भनेर एक्सेप्ट चाहिँ किन चाहिँ नगरेन हाम्रो परिवारले? किन चाहिँ मेरै किस्मत खराब मै नै नराम्रो तिमीहरू मात्रै आत्मिक तिमीहरू मात्रै प्रार्थना गर तिमीहरू मात्रै चर्च जा अब त म चर्चै जान्दिन तिमीहरू मात्रै धार्मिक रहेछ भनेको चाहिँ के भने भिक्टिम बनाएको आफूलाई बिचारा बनाएको सही बनाएको अन्त रुन्छ पनि भन्ने व्यक्तिलाई कस्तो अप्ठ्यारो भएको होइन? एकारो भनेछु चर्च पो जाँदिन भन्यो। हामीले गल्ती एक्सेप्ट गर्नु सक्नुपर्छ। आमेन। हामीले नाटक गर्नु हुँदैन। फेरि आमाले करायो के भन्यो भने आमा कसैले जान्दिन तपाईँले सही भन्यो प्रार्थना गरिदिनुहोस् मलाई भन्नु पर्यो। श्रीमानले श्रीमतीलाई करायो त्यति बेला नभन्नु मेरो खप्परै फुटेको यस्तै खालको म घिनलाग्दो म अनपढ म बोल्नु नजान्ने मैले पकाएको मिठै नहुने म यो घरमा बस्नै नहुने म यहाँबाट जान्छु मलाई देखि सहेन म आँखाको कसिङ्गार म ठान्ने मेरो बोली नै नमिठो हेराइ नै नमिठो म मरि गएको भए हुने थियो। आमा के भन्छ सुन्दा सुन्दा त बुढा त त्यही बेकारमा भनेछु अब घर पो छोड्नु आँट्यो होला भोलि कसले खाना पकाइदिने? नानीहरूले के भन्छन् म त मरिगएको भए हुन्थ्यो भन्छ तो बोल्छ। त्यो मरिगएको भनेको 1-2 महिना बादमा त्यो बोलीमा शक्ति हुन्छ बिमार हुन्छ नानी। मरिगएको भएर नभन्नु है बोलीमा शक्ति हुन्छ रोग पो आउँदो रहेछ नभन्ने होसियारी हुनु। कति नानीहरूले आमा बोले कराउँदा आपाले कराउँदाखेरि मरिगएको भने थियो भन्छ त्यसो गर्नु हुँदैन। त्यसले गर्दा हाम्रो शरीरमा रोग आउँछ। तर कोच्नु हुँदैन। फेरि किन कोच्नु हुँदैन? पास्टर बाउ कुरा त मिठो लाग्यो तर बुझाइदिनुहोस् न। अब मन दुखेको बेला भन्नुसम्म भनेको छु। अब मैले के गर्नु त? कुरा त प्रश्न हुनु पर्यो नि। मैले त भने अब डर पनि लाग्यो भन्नु चाहिँ किन नहुने हौ? मन दुखेको हुन्छ आँसु सक्यो भन्दा पनि बगेको गर्छ किन नभन्नु? भन्छु होला हो तर मलाई प्रश्न गर्नुहोस्। यो हाम्रो शरीर परमेश्वरको के हो? मन्दिर हो। अनि यो मन्दिरलाई कोच्नुहुन्छ म परमेश्वरको मन्दिर हो। म आफैलाई अनपढ घिनलाग्दो बोल्नु नजान्ने मरिगएको भए हुने थियो अबदेखि भन्ने छुइन। किनभने मलाई सृष्टि गर्ने परमेश्वरले
भने आमाहरूले गर्भमा नानी हुँदा आफ्नो श्रीमान साथमा नबस्नेको, मन दुखाएको, पीडित भएको बुढाले मलाई त्यो अवस्थामा हेरेन, मलाई अरूले हेला गर्यो, मलाई कुट्यो, पिट्यो, मेरो शरीरमा चोट दियो। मेरो श्रीमानले पनि मलाई भने जस्तो मेरो श्रीमतीले जीवनभरि मायाले बोलेन, प्रेम गरेन, घाउ छ। मेरो आफ्नो अङ्ग हो त, तपाईँले पनि मायाले सुनसुमाएन, मलाई छेउमा बसेर बोलेन। मेरो नानी मेरो छेउमा बसेर बात मार्दै भए हुन्थ्यो। कतिजनाले श्रीमान गुमाउनु भयो, कतिजना श्रीमती गुमाउनु भयो, कतिजनाले नानी गुमाउनु भयो, मनमा पीडा छ। तर अब यो सबैलाई समेटेर म तपाईँलाई के भन्न चाहन्छु भने आमा बाउले माया दिनु जान्नु भएन, दिनु सकेन भन्ने पनि प्रब्लम धन्यवाद। श्रीमानले माया दिनु जानेन बिचराले। बुढी प्रेग्नेन्ट हुँदा माया गर्नुपर्छ, खानेकुरा ल्याइदिनुपर्छ, माया गर्नुपर्छ, उस्तो होस् आएन। त्यो मनमा घाउ बोकेर आफ्नो हृदयमा चोट नबनाउनुहोस्। मेरो श्रीमान यस्तो त्यो पलमा मलाई याद गरेन। मेरो श्रीमतीले मलाई, म बिमारी थिएँ, मैले मेरो श्रीमतीलाई भन्नु सकिनँ किनकि उनले मलाई गाली मात्रै गर्छ। मलाई कस्तो बिसन्चो भएको थियो, म भन्नु सकिनँ। नानीहरूले पनि आफ्नो आमा बाबालाई मनको कुरा भन्नु सकेन, आमा बाबाले पनि आफ्नो छोराछोरीलाई मनको कुरा भन्नु सकेन। अनि मनमा चाहिँ घाउ भएको छ। अनि यति बेला चाहिँ प्रभुलाई भन्ने, प्रभु उनीहरूले जे मलाई दिनु सकेन, जे मलाई गर्नु सकेन, उनीहरूलाई क्षमा दिन्छु। किन क्षमा दिन्छु भन्दाखेरि चाहिँ तपाईँले यसो हात गर्नुहोस् त। अब यीशु ख्रीष्ट जब क्रुसमा हुनुहुन्थ्यो नि, अब क्रुसमा हेर्नु त काँटी यतामा ठोकेको छ, यतामा ठोकेको छ, खुट्टामा ठोकेको छ, अबबाट खुन गइरहेको छ। अब उहाँलाई त ठोक्ने, कुट्ने, पिट्ने, थुक्नेलाई प्रभुले के भन्नु, हे पिता तिनीहरूले के गर्दछन् जान्दैन, तिनीहरूले क्षमा दिनु। त्यस्तै गरेर आफ्नो श्रीमानलाई, आफ्नो श्रीमतीलाई भन्नु, हो उसले जानेन, उसले पारा ल्याएन, उसले बुद्धि ल्याएन, मसँग कस्तो बोल्नुपर्ने, म क्षमा दिन्छु। नानीहरूले भन्नु, मेरो आमा बाबालाई म क्षमा दिन्छु। एकछिन आँखा बन्द गरेर प्रार्थना गरौँ। प्रभु यीशु म तपाईँलाई प्रार्थना गर्छु, मलाई मन दुखाउने व्यक्तिलाई यति बेला सम्झेर म क्षमा दिन्छु। मेरो जीवनसँग खेलबाड गर्ने, मलाई धोका दिने, मलाई लुट्ने, मलाई मतलबमा प्रयोग गर्ने यी सबै मानिसलाई म क्षमा दिन्छु। किनभने उसले मेरो दुःख, कष्ट बुझेन, ठिकै छ। हे प्रभु अब त म तपाईँकोमा आएको छु। ती व्यक्तिलाई म मनबाट क्षमा दिन्छु। हे प्रभु उनलाई पनि क्षमा दिनुहोस्, मलाई पनि क्षमा दिनुहोस्। यसै गरी म तपाईँको नाममा क्षमा माग्छु, क्षमा दिन्छु। येशू प्रभु तपाईँको नाममा आमीन। अब तपाईँलाई मैले जे जे कुराहरू सिकाएको छु यो चाहिँ घरमा गएर जबसम्म मनको घाउ पिँदैन तबसम्म त्यो व्यक्तिलाई रोएर क्षमा दिनुहोस्। उहाँको मनमा त्यो खोलिँदैछ, छुटकारा हुँदैछ, प्रभुले काम गर्नुहुँदैछ, बोल्दा बोल्दै त्यो टच हुँदैछ भने प्रभुलाई धन्यवाद दिएर प्रभुलाई, किन यहाँ प्रभुको अगाडि रुखको मान्छे अनि कारणले तपाईँलाई त्यो समयमा, त्यो पलमा तपाईँलाई हेरेन, याद गरेन, माया गरेन, तर तपाईँले यति बेला चाहिँ छुटकारा हुनुहुन्छ। यति बेला छुटकारा स्वर्गमा तपाईँलाई त्यही मन नपर्ने व्यक्तिको अगाडि उभिएर सोध्नुहुन्छ। दिनु नसकेको कारणले आफ्नो दिदीलाई, आफ्नो बहिनीलाई, आफ्नो भाइलाई, आफ्नो दाजुलाई क्षमा दिनुहोस्। तपाईँको पाउने अधिकारको जमिन खोजेर लग्यो होला, तपाईँको दोकान खोजेर लग्यो होला, तपाईँको सुन चाँदी लुटेर लग्यो होला, तपाईँको पैसा रुपियाँ लुटेर लग्यो होला, तर तपाईँले यति बेला चाहिँ क्षमा दिनुपर्छ। किनभने क्षमा चाहिँ ठुलो ब्लेसिङको ढोका हो। व्यक्तिलाई भेट्नु परेन, यहाँ परमेश्वरको उपस्थितिमा प्रार्थना गर्नुहोस्। मरेर गएको छ भने पनि प्रभुलाई भन्नुहोस्, प्रभु मैले त्यो व्यक्तिसँग मन दुखाएको छु, मरेर गएपछि त उसको लागि प्रार्थना गर्ने कुरा आएन, तर प्रभुले आफ्नो जीवन ठिक बनाउनुहोस्। त्यो मनमा त्यो घाउ होला, ड्युटीमा काम गर्दाखेरि कतिवटा सिचुएसनमा मान्छेले दिएको चोटहरू, त्यस कारण तपाईँले चाहिँ परमेश्वरको अगाडि क्षमा दिनुपर्छ। यो कसले भने म्यासेज गरे त्यही दिन मती जान्छ, त्यही दिन पानी पर्छ, त्यही दिन टिचरले आँखा खेल्छ, त्यही दिन चुइया छ पैसा दिँदैन, कसले चाहिँ खबर थियो मलाई। अनि प्रार्थना नेगेटिभ भएन, अब यसलाई पोजिटिभ बनाउँ ल।
हे प्रभु तपाईँलाई धन्यवाद। तपाईँको दास आइपुगेको छ, धेरै भिडहरू आशिषित भइसकेको छ, पैसा रुपियाँ प्रशस्त मात्रामा हामीलाई जुटिसकेको छ, ओखाइ भइसकेको छ प्रभु। दासलाई दिनु पनि पुग्यो प्रभु। तपाईँलाई धेरै धन्यवाद छ। बत्तीले एकदमै राम्रो गरेको छ, पानी केही पनि परेको छ, सबै कुरोमा ब्लेसेड भइसकेको छ। पोजिटिभ प्रेयर गर्नु परेको परेन। मात्ने बुढा छ, मातिरहेको छ, कहिले चर्चा मन गर्दैन, त्यो बुढीले कसरी प्रार्थना गर्ने पर्छ? उसले प्रार्थना कसरी गर्नुपर्छ? बुढा मातेर सुतिरहेको छ नि, पछाडिका छेउमा बसेर प्रार्थना, हे प्रभु तपाईँलाई धन्यवाद, मेरो बुढाले वचन बोल्दैछ। बुढाले आँखा खोलेको छ, धन्यवाद प्रभु, मेरो बुढा उफ्रियो भने वचन बोल्दैछ। प्रभु तपाईँको महिमा गर्दैछ, आराधना गर्दैछ। प्रभु कति मिठो वचन बोल्यो प्रभु, मैले देखेँ प्रभु। बुढाले आँखा खोलेको छ, होइन बुढी, मैले कहिले वचन बोलेँ? त्यहाँदेखि बुढीले के भन्यो भने, बाबा म विश्वासमा देख्दैछु। नानीहरू सेवाकामा हिँडेको छैन भन्नुभयो, प्रभु मेरो कान्छी छोरी चाहिँ तपाईँको आराधना गर्दैछ, चर्च जाँदैछ, प्रार्थना गर्दैछ, महिमा गर्दैछ, मेरो छोरा सन्ततिमा हिँड्दैछ। प्रभु म देख्दैछु, प्रभु तपाईँले काम गरिसक्नुभयो, मेरो नानीको जीवनमा हुँदैछ त्यो काम, मेरो श्रीमतीको जीवनमा हुँदैछ भनेर विश्वासमा प्रार्थना गर्छ। नानीले पनि सुन्छ, मेरो आमाको विश्वासको प्रार्थना सुनिरहेको हुन्छ, उसलाई पनि दुःख हुन्छ, म कहिले चर्च गयो भने छोराहरू छोरीले पनि त्यसो। अनि म विश्वासमा देख्दैछु भन्नु, विश्वासमा देख्दैछु। हामीले प्रार्थना कस्तो गर्छौँ भने, बुढा मातिरहेको छ नि यहाँनिर के रहेछ, हाम्रो नेगेटिभ प्रार्थना हेर्नु चाहिँ कति घिन लाग्छ। हे प्रभु उसो यसको खुट्टै भाँचिदिनुहोस् प्रभु, म स्याहार्छु, म गोमद्वारा स्याहार्छु, वाक्कै भइसक्यो माथिसक्यो, खुट्टै भाँचिदिनुहोस् प्रभु, तेरो घरमै छर्केर बसोस् प्रभु। के गर्नु यसलाई म? यीशुको नाममा रक्सीको शैतान, रक्सीको शैतान होइन, खैनीको शैतान, सिगरेटको शैतान, पान गुटखाको शैतान निस्के। उसले त खुसीले आफै खाएको के, पोकामा त्यो पोकामा शैतान छैन नि, विचारमा पो शैतान छ। बुढा खानेकुरामा छ, त्यसले मन्दिर त बिगार्दैछ, परमेश्वरको शरीरको मन्दिर। अनि के हुन्छ बुढाको मनमा, के हुन्छ, खैनीको शैतान पो चेप्दै रहेछु, रक्सीको शैतान पो खाँदै रहेछु। अन्त नेगेटिभ प्रेयर, त्यसरी नेगेटिभ प्रेयर हामीले गरिरहेको छौँ। पोजिटिभ प्रेयर, हामी त गाडीमा रगत लगाएर, भित्तामा रगत लगाएर, घरमा रगत लगाएर, त्यो रगत त हाम्रो लागि भयो होइन। कम्ती नेगेटिभ प्रेयर गरेर त आँखा खोलेर हेऱ्यो, प्रभुको रगत चाहिँ तपाईँले मानिसहरूलाई प्रार्थना गर्नु। गाडीको इन्जिनहरूतिर, भित्ताहरूतिर, जमिनहरूतिर, रुखपातहरूतिर नदल्नुहोस्। त्यो रगत चाहिँ तिनीहरूको लागि होइन, हाम्रो लागि हो। कसको लागि हो? सिक्यौँ अब रगत चाहिँ हामीले मान्छेको लागि प्रार्थना गर्छौँ। प्रभु मेरो छोरालाई रगत लगाउनुहोस्। हर बिल्डिङलाई चाहिँ के भने मती 18:18 के 18 मती 18:18। अब त बुझ्यो के 18 भन्दाखेरि मती 18:18 होइन, मती 18:18 आउँछ चाहिँ प्रभु म घरलाई बाँध्दछु, बाख्रा कुखुरा सबैलाई रगत आउँछ, मेरो बाख्रा छ अरे प्रभु सुरक्षा राखिदिनु। प्रभु चाहिँ त्यो कुखुरा बाख्रा हेर्नुको लागि हो, मेरो बाख्रा चाहिँ मेरो गाडी हेरिदिनु अरे, कसैले गाडी हेर्नु राखिदिन्छ बाहिर। अन्त चर्चमा चाहिँ कोसिनु बोल्छ पुरा नेगेटिभ छ। अनि चाहिनु चाहिँ सबै चाहियो, खोइ प्रभु उपास बसेको, प्रार्थना गरेको, खोइ उत्तर दिएको। अनि त्यो तपाईँले प्रार्थनामा चेन्जेस ल्याउनुहोस् ल। गाडीलाई, घरलाई, संसारको नन लिभिङ थिङ, लिभिङ थिङलाई चाहिँ मती 18:18। अनि हामीको दिन प्रभुले हाम्रो निम्ति लघु बनाउनु भएको छ हाम्रो पापको लागि, त्यो चाहिँ हामी मान्छेलाई लगाउनु मिल्छ, जुनै मान्छेलाई लगाउँदा मिल्छ, जुनै धर्मको लगाउँदा मिल्छ। मेरो छोरी आइसकेको छ, सुरक्षा ल्याउनु भएको छ, स्वर्गदूतको पहराले तपाईँले सुरक्षा गरेर ल्याउनु भइसकेको छ, आइसक्यो, दैलोमा आइपुग्यो भन्नु पऱ्यो परेन। नेगेटिभ प्रार्थना गरेर हो, उता एक्सिडेन्ट भयो, त्यहाँ छोरी आउँदै एक्सिडेन्ट हुन्छ, हुँदैन, छोरा आउँदै एक्सिडेन्ट हुँदैन। कति नेगेटिभ सोच्यो, पोजिटिभ सोच्ने कि नसोच्ने? अनि सबै कुरामा आशिष चाहियो भने अनि सबै कुरा चाहिँ नेगेटिभ सोचेर हुन्छ हुँदैन। अनि त्यही कारण पोजिटिभली प्रार्थना गर्नु सक्नुपर्छ प्रभुसँग। धन्यवादी प्रार्थना म्याक्सिमम भनेको 1 महिना चाहिँ गरिहेर्नुहोस् प्रभुलाई, म्याक्सिमम चाहिँ 1 महिना प्रभुसँग प्रार्थना गर्नुहोस्। हे प्रभु धन्यवाद, मेरो श्रीमान राम्रो हो, श्रीमती राम्रो हो, पोजिटिभ प्रार्थना प्रार्थना गरेर भन्नुहुन्छ। कतिजनाको प्रार्थना कस्तो छ भने प्रभुलाई सुनाउने, प्रभुको चाहिँ सुन्दै नसुन्ने। पास्टरलाई फोन गरेर नाना भाती भनेर ठ्याक्कै फोन राख्यो भने पास्टरले के गर्नुहुन्छ, एकछिनमा मलाई फोन गरेर भाइ तिम्रो कुरा त राख्यो, मलाई नाना भातीको भन्यो, तर मलाई भन्ने मौका चाहिँ किन नदिएको, फेरि पनि काटिदिन्छु अनि ब्लक लिस्टमा। फेरि बुढीको श्रीमती पास्टरले आमाको नम्बरबाट मलाई फोन गर्छ, अनि तिमीले के भएको थियो, मलाई के छ भन्यो, मन त्यो पनि ब्लक गरिदिन्छु। त्यहाँदेखिको फेरि पास्टरले मलाई भेट्न आउँछ, मलाई क्लियर कुरा लाग्यो, मलाई डिस्टर्ब हो भन्नुहोस्। मान्छेलाई यति छ
ढिटिपिटी पर्छ भने हामीले प्रार्थना गर्दा के गर्छौँ? प्रभु तपाईँलाई धन्यवाद, दिनभरि सुरक्षा दिनुभयो, सबै कुरामा आशिष दिनुभयो, हामी सन्तोष सुविधा आमेन। अनि प्रभु बोल्नु चाहिँ भन्ने, अनि प्रभु बोल्ने चाहिँ कहिले सुन्ने? अनि एकछिन चाहिँ चुप लागेर बस्नु पऱ्यो नि। बिहान उठ्यो, धन्यवाद प्रभु, आज दिनभरि राम्रो दिनु, सबै कुरा राम्रो हुन्छ, सबै कुरा दिन्छ, अब राम्रो हुनेछ, म ड्युटी जान्छु, मेरो श्रीमान ड्युटी जान्छ, नानी स्कुल जान्छ, प्रभु तपाईँले सुरक्षा गर्नुहुन्छ, आमेन। प्रभु कहिले बोल्ने मौका दिएको त? हामी सबै कुरामा आशिष हुनको लागि चाहिँ अब हामी प्र्याक्टिकल कुरा हामी गर्नेछौँ। यो आँखामा चाहिँ आशिष आउनु हो, सबै कुरामा आशिष आउनु हो भने चाहिँ यो आँखाले सिरियल हेरेर हुन्छ? भन्दै भूतको पिक्चर हेरेर हुन्छ? यस्तो गेम खेलेर हुन्छ? हुँदैन। बाउहरू आँखा लगाएर हुन्छ? छोरीहरू आँखा लगाएर हुन्छ? तपाईँको श्रीमती तपाईँको साथमा हुनु, तपाईँको श्रीमान तपाईँको साथमा हुनु नै ठुलो कुरा हो। एउटै वचनमा सोचेको श्रीमान श्रीमतीले एकार्को आँखा नलाउनुहोस्, एकदमै नराम्रो बानी हो। तपाईँको हो भने बुढेसकालसम्म तपाईँसँगै बस्छ, तपाईँको होइन भने तपाईँलाई छोडेर जान्छ। बुढा सुतेर तपाईँको निन्द्रा पुरा हुन्छ? हुँदैन। निन्द्रा अलग अलग छ, भोग अलग अलग छ। बुढीले लुगा लगाएर बुढालाई तातो हुन्छ, न्यानो हुन्छ? हुँदैन। त्यही भएर हामी चाहिँ बुढा छ भन्दा छ, बुढी छ भन्दा छ, त्यतिमा खुसी हुनुपर्छ। आँखा लगाएर तपाईँको बुढा चाहिँ तपाईँसँगै बसिबस्छ। बेहोरा बिग्रेको व्यक्तिले बेहोरा त देखाउँछ, देखाउन दिनुपर्छ। हाम्रो साथमा प्रभु हुनुहुन्छ। बुढाले देखायो, बुढीले देखायो भनेर पछि लागेर आफै बिमार हुनु, डिप्रेसनमा जानु हुँदैन। अनि छोराछोरीलाई पनि नराम्रो नजरले हेर्नु हुँदैन, पालेको नानीलाई पनि नराम्रो नजरले हेर्नु हुँदैन हामीले। यो हाम्रो खराब विचार हो। अनि यो आँखा चाहिँ शुद्ध भएन भने दर्शन कसरी देख्ने? कतिजना आफ्नै छोराछोरीलाई नराम्रो नजरले हेर्छ। कोही व्यक्तिसँग, भाइसँग, दाजुसँग, दिदीसँग हिँडेको छ भने नराम्रो नजरले हेर्ने नजर हुँदैन, राम्रो नजरले हेर्ने हुनुपर्छ। आमेन। कोही दाजुसँग हिँड्दै गएर कोही पास्टरकोसँग राम्री केटी हिँड्दैछ भने पास्टरले आमाले घरमा गएर पर्खिस भन्न मिल्छ? यत्रो वर्ष सँगै बसेको, सँगै हिँडेको पछि आफ्नो बुढाको बेहोरा थाहा हुँदैन? हुन्छ। त्यस्तै प्रकारले घरमा भएको आफ्नो परिवारको बेहोरा आफैलाई थाहा हुन्छ। बाहिरको फटफसल मान्छेको कुरा सुनेर घरमा झगडा गर्नु हुँदैन। तपाईँको आँखामा दर्शन देखेको तपाईँ चाहनुहुन्छ भने आजदेखि आँखा लगाउनु बन्द। सिरियलहरू नहेर्नुहोस्, भूतको पिक्चरहरू मजा लाग्छ होला, तर्सिँदै हेर्नु नहेर्नुहोस्। जवान छोराहरू बिहा भएको छैन, छाडा कुरा नहेर्नुहोस्, कन्ट्रोल गर्नुहोस्। कति त बिहा गरेको पनि त्यस्तै बेहोरा हुँदो रहेछ, उनीहरूले पनि कन्ट्रोल गर्ने। त्यसले गर्दाखेरि दर्शन देख्दैन। मनमा चाहिँ के छ? दर्शन देख्ने। अनि अर्काको थोकमा आँखा नमार्नु पनि। उसले त घाँटीमा चेन लगायो, मेरो बुढाले त चेनै ल्याइदिएन भने त्यो डाहाले नहेर्नु। त्यसले त घर बनायो, मैले त घर बनाउनु सकिनँ भने डाहाले नहेर्नुहोस्, तर परमेश्वरसँग प्रार्थना गर्नुहोस्। आमेन। ल हामी अब आँखा बन्द गर्नेछौँ र प्रभुलाई हामी दर्शन माग्नेछौँ। हालेलुया, हालेलुया। प्रभु येशू, म बिन्ती गर्छु, मेरो आँखाले हेर्ने अभिलाषा, आँखा लाउने बानी, अरूलाई नराम्रो नजरले हेर्ने परिवर्तन गर्नुहोस्। हालेलुया। पवित्र आत्मा तपाईँले छुँदै हुनुहुन्छ। सोचाइमा बस्ने अन्धकार, पुरानो कुरा हटिजा यीशुको नाममा। हे प्रभु, आजदेखि पुरानो कुरा मेरो विवेकमा नरहोस्,
मलाकी 4:3 अनुसार यीशुको नाउँमा त खरानी भइसकेको छ। छातीमा राख्नुहोस्, प्रभुले छुनुहुँदैछ। तपाईँको मन दुखेकोहरू छ, मान्छेले जोडिदिएको कुराहरू, मेरो कोही छैन, कसले वास्ता गर्दैन, म एक्लो छु, यस्तो कष्टहरू तपाईँको मनमा भएको हुन्छ। मैले पाएको चोट अब मैले पाउने छुइनँ, अब म आशिषित हुनेछु। म एक्लो छुइनँ, मेरो साथमा यीशु हुनुहुन्छ। यीशु, म तपाईँलाई माया गर्छु। मेरो हृदयमा बस्नुहोस्, मलाई धुनुहोस्। हालेलुया। धन्यवाद प्रभु, धेरैजनाले मन हल्का गर्नु पाइरहेका छन्। अब तपाईँले कानमा हात राख्नुहोस्। खालि तपाईँले नराम्रो कुरा मात्रै सुन्नु पर्दो रहेछ, खालि नेगेटिभ कुराहरू मात्रै सुन्नु पर्दो रहेछ। प्रभु यीशु, मेरो कामले धेरै आलोचना, धेरै खराब कुरा सुन्यो, बोर कुरा म सुन्ने छुइनँ, छाडा कुरा म सुन्ने छुइनँ। मेरो कामले तपाईँको वचन सुन्नेछ। प्रभु, मलाई आशिष दिनुहोस्। अब आफ्नो मुखमा हात राख्नुहोस्। प्रभु यीशु, म बिन्ती गर्छु, यो ओठले अर्काको कुरा गरेर धेरै झगडा उठाएको छ। हे प्रभु, आजदेखि उसो मेरो ओठले अर्काको न्याय गर्ने छैन, मुख छाड्ने छैन, छाडा बोल्ने छैन। मलाई छुटकारा गर्नुहोस्, मलाई नम्र बनाउनुहोस्, दिन बनाउनुहोस्, तपाईँलाई मनपर्दो व्यक्ति बनाउनुहोस्। तपाईँले बोलेको जे बोल्नुहुन्छ त्यो पुरा हुनेछ, जे राम्रो बोल्नुहुनेछ त्यो पुरा हुनेछ। बोलीमा शक्ति छ। र यसरी तपाईँको जिउमा जहाँ जहाँ दुख्दैछ त्यहाँ तपाईँले हात राख्नुहोस्। यसरी अब आफ्नै हातलाई पक्रिनुहोस्। यसरी तपाईँको हातले जुनै रोगीलाई प्रार्थना गर्दा पनि त्यो रोगी निको हुनेछ। हे प्रभु, मेरो हातलाई आशिषित बनाउनु। जे काम म गर्छु यो हातले सफलता पाउन सकौँ। मेरो हातमा जतिको धन सम्पत्ति जरुरत हुन्छ मलाई दिनुहुनेछ र प्रशस्त भएर जानेछ। मेरो काम व्यवसायमा पढाइ लेखाइमा मेरो हातबाट आशिष बग्नेछ। यो हातले उंगला ठडाउने, दोस्याउने, खुसी ताक्ने होइन, अशुद्ध कुरो छुने छैन। प्रभु, मेरो हात आशिषित तपाईँले बनाइसक्नुभयो। हे प्रभु, मलाई छुनु भएको लागि धन्यवाद। घुँडामा हात राख्नु। प्रभु यीशु, म प्रार्थना गर्छु जहिले पनि म जसको घरमा म जान्छु मेरो खुट्टा टेक्छु त्यो घरमा झगडा ल्याउन शान्ति ल्याउन मेरो खुट्टा अघि नबढोस्। तर मेरो खुट्टा जुन घरमा म टेक्छु त्यो घरमा शान्ति आउन सकोस्। एउटा खुट्टा अगाडि सार्नुहोस् यसरी विश्वासमा।
अनि यसरी विश्वासमा सार्वजनिक प्राप्त गर्नुहोस्। प्रभु यीशु, मैले विश्वासमा पाइला सारे। अब मेरो घर मेरै विश्वासले आशिषित हुनेछ। तपाईँले भन्नुभएको छ विश्वास गरिस् भने पहाड पनि हट्छ। हे प्रभु, घरमा बस्न निश्वासीको जस्तो भएको छ। तर अब म भित्र नै शान्ति आएको छ। हे प्रभु, घरको परिवारलाई तपाईँको उपस्थितिमा बिनाउन चाहन्छु। मेरो खुट्टा लडाई झगडाको लागि होइन, मेरो खुट्टा तपाईँको महिमाको लागि अघि बढ्नेछ। एकछिन शान्त हुनुहोस्। तपाईँलाई प्रभुले एकदमै अभिषेक गर्नुभयो। पिता, पुत्र, पवित्र नाममा सबैजनाले हात यसरी राख्नुहोस्। अब यसैजना अभिषेक आउँदैछ तपाईँहरूलाई। परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ।